नमस्ते गुड आफ्टरनुन सबैजनालाई र स्वागत छ तपाईहरुलाई रोमा फ्यामिली ब्लगमा है। र आज चाहिँ बिहानै खानापिनाहरु खाइसकेर कामसाम सब सकेर चाहिँ र आज चाहिँ म नयाँ घरमा जाने छु र अलिअलि नयाँ घर के कस्तो भएको रहेछ भनेर चाहिँ त्यो पनि देखाउने छु साथीहरु। र अहिले चाहिँ म चाहिँ घरमा जाँदाखेरि चाहिँ अलिअलि यसो सब्जीहरु फर्सीको बिउहरु रोपिदिन्छु भनेर चाहिँ यहाँनिर छ फर्सीको बिउहरु छ हो, सिमीको बिउहरु छ र यहीहरु लगेर पनि अलिअलि रोपिदिन्छु। र साथीहरु मैले अस्ति यो बोर्डदेखि लगाएको यो मेरो डल्ले खोर्सानी कि एउटै यहाँ चाहिँ भएन हो, किन नभएको यहाँ हेर्नुस् न, यो डल्ले खोर्सानी लगाएको चाहिँ 2 वर्ष हुन आँटिसक्यो ल, छैन यो पनि लगेर तलै बारीमै लगेर चाहिँ रोपिदिन्छु। र अब चाहिँ हामी जाँदैछौँ तल बारीतिर र एकैचोटि हाम्रो तल नयाँ घर भएको ठाउँमै भेटौँ है। हामी आइपुग्नु आँट्यौँ है हाम्रो नयाँ घर बनाएको ठाउँमा। अलिकति ओह्रालो छ कि नानीसँग अलिकति डर पनि लाग्दैछ, बिस्तारै नै आउनु, बाटो अप्ठ्यारो छ कि त्यो भएर चाहिँ आसानीले त हिँड्छौ नि, लड्ने डर हुन्छ नि। र यस्तै छ साथीहरू, जङ्गलको बिचमै घर भन्दा पनि हुन्छ, उकालो ओह्रालो है। गान्तोकमा चाहिँ यस्तै हुन्छ, यसै जस्तो चाहिँ उकालो ओह्रालो। र अलिअलि घाम पनि अहिले त लागिरहेको छ, मौसम पनि राम्रै छ है। र फाइनली घर पनि आइपुग्यो नयाँ घर बनाएको जग्गामा। यो रह्यो हाम्रो नयाँ घर, एक स्लेप लगाइसकेको छ, मुनिको बाँसहरू चाहिँ उठाएको छैन र सिडीहरू चाहिँ यतै कताबाट लगाउने रे भुइँदेखिको चाहिँ लगाएको छैन है साथीहरू। यो प्रकारले चाहिँ घर बन्दैछ, हाफ मात्रै भयो ढलाई, अब यो 2 रुमको अझै छ गर्नुपर्ने। अलिक काठपात अलिक कम्ती भयो कि साथीहरू, त्यो भएर चाहिँ डल्लै मिलेन बनाउनुको लागि। र अब यति गरिसकेपछि चाहिँ अब रह्यो फेरि यता छ, अब यो पनि फिनिसिङ। यो चाहिँ अझै सुकेको राख्नुपर्छ रे अझै 1 हप्ता यो बाँसहरू, अनि त्यहाँबाट निकालेर मात्रै फेरि यता सुरु गर्ने भन्ने खाले कुरा छ कि त्यो भएर चाहिँ अस्ति भिडियो गरौँ भनेको थिएँ, ढलाइको दिन गर्न पाइनँ है। र यस्तै चाहिँ हाम्रो घर नयाँ घर चाहिँ अझै लामो छ, कथा बोट छ, कहिले हो तर पनि यतिको चाहिँ भइसक्यो। कतिजनाले सोध्नुहुन्थ्यो कि घर कतिको भयो भनेर, र त्यो भएर चाहिँ आज चाहिँ म यहाँ तल हाम्रो हजुर मेरो हस्बेन्डले चाहिँ अस्ति नि मैले काँक्रा फर्सीको बिउहरू पठाइदिएको थिएँ नि त, यस्तैमा भए पनि लगाइराख्नु नयाँ घरको अगाडि राम्रो लाग्छ भनेर चाहिँ पठाइदिएको थिएँ। रोपिराख्नु भएको रहेछ तर उम्रिएछ, म देखाउँदैछु है साथीहरू। ला यस्तो छ घाँसपात है, जुगा लाग्छ भन्ने डर पनि पुरा हुन्छ। र हामीलाई भोलि पर्सि साथीहरू सागसब्जी खानुलाई चाहिँ टेन्सन हुँदैन होला, यही फाडफुड पारेर चाहिँ हरियो परियो सागसब्जी खाने बनाउनु पर्छ। र मेरो हस्बेन्ड चाहिँ जाँगारी लो छ नि फेरि मान्छे चाहिँ। र सिमरायो चाहिँ यहाँ यति राम्रो हुन्छ किन भन्नुहुन्छ भने यो चाहिँ उम्रेको पानी हो, यो पानीबाट चाहिँ यतातिर सिमरायो लगायो भने चाहिँ मजाले हुन्छ। र मैले चाहिँ फेरि केही पनि देख्नु हुँदैन, हरियो परियोहरू तितेनिङ्गुरो देखेर टिप्न बसिहालेँ एउटै भए पनि। र साथीहरू यस्तै छ है, कहाँ चाहिँ के चाहिँ लगाएको छैन होला मेरो हस्बेन्डले बिचारा। सो यहाँ हेर्नुहोस् न साथीहरू, काँक्रा लगाएको रहेछ, यति राम्रो बिटी भएर उम्रिएछ, असिना पर्नु छ डल्लै मासिन्छ भन्ने डर सरी काँक्रा है। र उता तलतिर पनि लगाउनु भएको छ अरे, त्यो पनि म तपाईँहरूलाई देखाउँदैछु। साथीहरू हेर्नु न, यहाँ घरको छेउमै सिमरायो चाहिँ यति राम्रो सिमरायो पनि फलिसकेको रहेछ है। र अब हामी त्यहाँबाट चाहिँ बिचरा उसले चाहिँ सानाक्सिनी गर्दैछ, अब हामी यहीँ बारी बनाउने नि त। अनि मैले फर्सीको बिउहरू अघि देखाइहालेको छु साथीहरू, त्यही चाहिँ रोपराप गर्ने हो। र यहाँ त केही उम्रेन छ त हौ, आमा काँक्राको बिउ, यहाँ पनि काँक्राकै बिउ, फर्सीको बिउ त एउटै छैन उम्रेको। काँक्रा हो, माथि पनि काँक्रा रहेछ, यो पनि काँक्रै रहेछ कि। तपाईँलाई फर्सीको बिउ दिएन? दिएको थियो, एउटै उम्रिने छ फर्सी, माटो चाहिँ तर यस्तो चाहिँ रेग्दी, तर यहीँ चाहिँ राम्रो भएर उम्रे। यो पालि त काँक्रा कति खाइ हुन्छ होला हौ।
होइन सबसे छिटो उम्रिनु पर्ने फर्सीको बिउ नि ला निङ्ग्रो रहेछ यहाँ भाँचिदिनु भएछ दुईवटा निङ्ग्रो के गर्नु थाङ्रा चाहिँ मजाले लगाइराख्नुपर्छ के हो रम्बा भनेको अनि काँटा त मेरोमै छ त यहाँ दुलो खन्ने हो साथीहरू हेर्दै गर्नुहोस् होला र अब म चाहिँ के अरे बिना त रम्बा लिनुलाई अगाडि जाँदैछु र रम्बा ल्याइसकेर चाहिँ खात्राङ कुत्राङ गर्दै गर्दै भिडियो चाहिँ सानोतिनो बनाउँदै जाँदैछु र हेर्न चाहिँ नबिर्सिनु होला है र मैले चाहिँ अहिले खनखानहरू बारीहरू सबै खनखानहरू गरिसकेँ है सानाकसिनिक गरेर चाहिँ फर्सीको बिउहरू के पस्न आँट्यो फर्सीको बिउ सिन्डी धनियाँहरू सबै छरिदिएको छु साथीहरू तपाईँले हेर्न सक्नुहुनेछ बारी त अब त्यस्तो खासै छैन तर पनि यस्तै जग्गामा पनि मैले यतिको निकालेर यहाँदेखिको लिएर यहाँ माथिसम्म रोपिदिएको छु र यो भित्ता चाहिँ मैले सबै झारहरू निकालेर साथीहरू यसमा पनि त्यो फर्सी चाहिँ यस्तो पाखामा हुन्छ अरे र अनि यस्तो यो पाखा सबै सानाकसिनिक गरेर चाहिँ झारहरू निकालेर चाहिँ तुने बोडी र सिन्डी अनि फर्सी अनि भिन्डीको बिउहरू लगाइदिएको छु अब हेरौँ फल्छ कि फल्दैन के कस्तो हुन्छ त्यो पनि तपाईँहरूलाई म देखाउँदैछु र मैले साथीहरू यति चाहिँ मैले सब सानाकसिनिक यो पाखा चाहिँ डल्लै लगाएर चाहिँ यो मैले यस्तोहरू सबै लगाइदिएको छु कि पछि आउँदाखेरि चाहिँ के मैले लगाइछु भनेर हेर्दाखेरि चाहिँ मलाई खोज्नु नपरोस् न है यहाँ चाहिँ मजाले फर्सीको बिउहरू लगाइदिएको छु यहाँदेखिको लिएर ऊ तलसम्म र उता पारीसम्म रोपेको छु साथीहरू कस्तो हुन्छ है अब चाहिँ म थाकेँ मैले चाहिँ यो पाखा गरेँ है साथीहरू र मेरो हस्बेन्ड चाहिँ ऊ पारी पाखामा चाहिँ गर्दै हुनुहुन्छ त्यहाँनिर म चाहिँ यता ऊ चाहिँ उता गर्दै दुईपट्टि छाटिएर गरेको नि त यहाँ चाहिँ मेरो हस्बेन्डले सानाकसिनिक गरेर पनि त्यस्तो सानाकसिनिक त केही गरेको छैन रहेछ खनखान त हो यसो झारहरू उखालेर चाहिँ के रोपिदिनु भयो केही रोपेको छैन साफ सुगर मात्रै मैले त्यत्रो पाखा डल्लै झारहरू गरेर खनखान पारेँ भन्दा पनि यहाँनिर रहेछ डल्ले खोर्सानी यो डल्ले खोर्सानी 2 वर्ष हुन आँटिसक्यो साथीहरू कालेबुङबाट लिएर रोपेको डल्ले खोर्सानी माथि त भएन यो पालि चाहिँ यहाँ लिएर रोपिदिएको छ हेरौँ फल्छ कि फल्दैन सबै साथीहरूको फलेर पनि खाइसकेँ मेरै मात्रै फल्दैन र अब म यो सिमरायो काट्छु अलिअलि यतिको बिउ चाहिँ उब्रिएको छ अलिअलि फर्सी छ धनियाँ छ भिन्डी यही हाँसो खनखान गरेर अलिअलि हँसिया ल्याएको छैन नि अब म रोप्छु अब यो वरिपरि चाहिँ मेरो हस्बेन्डले सिमरायो रोप्ने रे कि त्यहाँनिर पानी नानी अलि पर जाऊ त तिमी अब यहाँ चाहिँ डल्लै सिमरायो लगाउने रे आहा नानी अलि पर जाऊ न तिमी अलि पर जाऊ न खनखान गरेर रोप्यो भने त दामी हुन्छ सिमरायो अब म चाहिँ यता बारी खन्न बसेँ यहाँ अलिअलि खनखान गर्छु ओर्छु र अनि त्यहाँबाट चाहिँ म पनि धेरै थाकेँ काँटा तल छ के हो त्यो ए नाकिमाको बोट यसलाई त ठाउँ ठुलो चाहिँदो रहेछ है अस्ति तपाईँले लिएर कहाँ रोप्यो भनेको विनोद ए ऊ त माथिको त्यति 2 जाङ भयो भने त इनफ हो ती छेउमा छ तपाईँको छेउमा सानो काँटा हो छ हुन्छ त यही माटोले पनि उस्तै टुक्रा टुक्री माटो त मैले त्यहाँ खनेको ठाउँमा यति राम्रो माटो फुटफुटाउँदैन र फाइनली साथीहरू अब चाहिँ हामीले रोपराप गरेर पनि बारीमा सक्यौँ र अब चाहिँ हामी घर फर्किँदैछौँ है र जाँदा जाँदै मैले एक छाक सिमरायो पनि टिपेको छु र तपाईँलाई मैले अघि देखाइहालेँ होला घरको भिडियो चाहिँ घर चाहिँ यतिको बनिएको छ भनेर र बारीको काम पनि सबै सक्यौँ पर सबै रोपरापहरू पनि हामीले गरिसकेको छौँ र अब म चाहिँ घर फर्किँदैछु घर चाहिँ यतिको भएको छ
र तपाईँहरूलाई के कस्तो लाग्यो मेरो आजको भिडियो अवश्य पनि राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनुहोस् होला र यसरी नै माया पनि दिइराख्नुहोस् होला र नेक्स्ट भिडियोमा भेटौँ है त साथीहरू बाई बाई